बेबीको ठुलो मम्मी म हुनेवाला बेबीको आन्टी म हुनेवाला बेबीको माइजू। हेलो एभ्रिवान, छ्याजलो नमस्ते, वेलकम ब्याक टु माई च्यानल। हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। गुड मर्निङ। सो सधैँको चाहिँ आज पनि मैले मेरो ब्लग मेरो पसलबाट स्टार्ट गरेँ। धेरै पछि त होइन, 1 महिनापछि चाहिँ हजुरहरूको सामने नयाँ भिडियो लिएर आइसकेको छु। र आजको भिडियो के हो भनेर अगाडिको हाइलाइट हेरेर थाहा पाइसक्नुभयो होला हजुरहरूले। सो हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला गाइज। आज चाहिँ बहिनीको बेबी सावर। एउटा सैनोले बहिनी, अर्को सैनोले भाउजू हो, तर म बहिनी नै भन्छु। अनि आज बहिनीको चाहिँ बेबी सावर हो कि 9 महिना चाहिँ कटिसक्यो। अनि बेबी पाउने डेट चाहिँ 2 हप्तापछि छ कि। अनि आज शनिबारको दिन पनि हो। अनि बहिनीको चाहिँ सेकेन्ड बेबी हो कि। अनि के भन्छ अरे अनि आज शनिबारको दिन सबै दिदीबहिनीहरू साथीहरूको छुट्टी छ। हामी चाहिँ सबैजना जम्मा भएर अनि बहिनीको बेबी सावर मनाउन लाग्यो। आज शनिबार भए पनि कोही के काममा बिजी, कोही के काममा बिजी। म चाहिँ थोरै टाइम निकालेर पसलमा बिजी हुन्छु म पनि, त्यही पनि थोरै टाइम निकालेर अनि यताउता गर्दैछु। बेबी सावर चाहिँ भरे हो, त्यही पनि अब सामानहरू यताउता गर्दैछु। सो मैले मेरो पसलबाट चाहिने सामानहरू चाहिँ मैले प्लास्टिकमा प्याक गरिसकेँ। अब अरू सामानहरू चाहिँ बाहिर गएर किन्छु। म अब एकछिनमा निस्किन्छु। अनि अहिले चाहिँ म पसलमा एकछिन बिजी छु, त्यही भएर यहाँबाट चाहिने सामान चाहिँ प्याकिङ भइसक्यो। हामी चाहिँ सामान किन्न आएको 16 खुट्टेमा बेबी सावरको लागि दिदी र म गएँ। यहाँ चाहिँ बर्थडे, बेबी सावर, एनिभर्सरी सबै पाइन्छ है। अहिले केक पसलमा हो, केक लिन आएको। रात परिसक्यो, अब चाहिँ रेडी हुने। केक पसलको दाइ घर आएर हल्का रेडी भए। मम्मीलाई पसलमा छोडेर आएको छु। मम्मी पनि एकछिनमा आउनुहुन्छ। अनि त्यहाँ गएर डेकोरेसनहरू गर्छु। सामानहरू यताउता गरेँ। जाँदा दिदी पनि जानुभएको थियो, अनि बहिनी पनि जानुभएको थियो। सो अब चाहिँ म बहिनीको घरतिर लागेँ। हामी चाहिँ सबैजना आएर काम गर्दैछु। कोही अचार बनाउँदैछ, कोही मासु पकाउँदैछ। अहिले चाहिँ हामी किचनमा छु। हुनेवाला बेबीको मम्मी पनि अब बेबी सावरको दिनमा काम गरिरहनु होला। अनि हामी चाहिँ यहाँ सबैजना काम गरिरहेछौँ। हाम्रो तनु दिदी, राधा दिदी, कपिला दिदी, गाइस यहाँ बसेर यस्तोरी भिडियो बनाइरहेको छु। अब हामी डेकोरेसन गर्न जाँदैछौँ। यो चाहिँ किचनमा हो। अब डेकोरेसन गर्न लाग्यो है। कस्तो ताले यत्रो बनाउँदैछ नि, हिजो म त डेकोरेसन गर्न लाग्यो है हामी चाहिँ। अब राधा दिदी कसो ढिलो हुन्छ अरे, त्यस्तो त मिल्दैन रे। छिटो आउनु होला। अर्कैको पुगेर बस्ने हो र। कुरा नि कस्तो हो त। छिटो आउनु भाइ, छिटो आउनु भने क्या दिदीको अहिले ढोका लगाइदिन्छ मलाई। ढिलो भयो रे। बेबीको माइजूले यस्तो दुःख गरे। छिटो आउनु, छिटो आउनु। सोल्टिनी बेबीको सोल्टिनी, बेबीको सोल्टिनी यत्र फुल्लु हेरेर विदेशमा बुढा हुनु के गर्छ कुरा नि के गर्छ। सबैजना मिलेर डेकोरेसन गर्दैछु गाइस। तनु दिदी अब दाइ लगभग हामीले चाहिँ डेकोरेसन ल्याउन लायो सबैजना। ह्याप्पी बेबी सावर गाइस। नेवाला मम्मी रेडी भइरहेछ यहाँ। जाना रेडी भइसक्यो। अब केक काट्ने गाइस। रेडी पनि भइसक्यो। हामी त हाम्रो स्पाइडरम्यान यहाँ छ। यहाँ बेबीको माइजू है। म चाहिँ हामी चाहिँ रेडी हुँदैछौँ गाइस।
दादा हुनेवाला बेबीको बाबा सायरा 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 यता रेडी हुँदैछौँ गाइस हुनेवाला बेबीको बाबा र मम्मी बोल न बेबीको दाइ भने टिभीमा बजाउनु पाए हुन्थ्यो नि बजाउनु ल कुन हो अब बोल्यो अब जुत्ता त सबै पुर्दैछ नि त्यसले त्यो घुमाउनु न त्यो जुत्ता घुमाउनु न जुत्ता घुमाउनु के अनि थाहा पाउँदैन नि त कुन कुन हो हट न यो हट भनेको के मैले खादा लिएर आएको थिएँ त्यो खादाले गर्नु खोइन त्यो डबल त्यो दुईटाले के घुमाउनु त केक रातो दिदी केक त्यो स्याउ हटाउनु न स्याउ लाग्छ के त्यहाँ झेल्ली गर्न पाइँदैन ल भयो घुमाउनु घुमाउनु अझै एकचोटि घुमाउनु के ल अब मम्मी र बाबालाई चाहिँ एकैचोटि ल के गर्ने अब ल लो काट्ने कतापट्टि काट्ने के काट्छ भन्ने थाहा छैन रोइन सिधै हालिन्छ नि आहो पहिला केक काट्ने हो कि इनोले त केक काटेन ए काटिसके दाइ ओइ काले भाइ नगर्न खोइ काले भाइ भर्खरै गरौ बनाउन खोज्यो आइदिने छैन काले भाइ के दादा
खाना लाग्यो सबैजना ह्याप्पी बेबी सावर भयो निदेश त बिहान तीनचोटि खाएर छोरी पाउँछ अरे लु खाऊ है झन् अघि यसको भदैनीले उस खाएर छ काजु बदाम त्यही झन् टक 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 हुनेवाला बेबीको ठुलो मम्मी म हुनेवाला बेबीको ठुलो मामी आउनु आउनु हुनेवाला बेबी बेबीको ठुलो मम्मी म हुनेवाला बेबीको ठुलो मामी म हुनेवाला बेबीको आन्टी म हुनेवाला बेबीको माइजू बुढी खाना लाग्यो है गाइस दिदीले बेबीको मम्मी चाहिँ लुगा फेरिसक्यो हामी दुईजना